नमस्कार। आज हामी पिआरडी सब्जेक्टको चाहिँ ट्रान्सफरिङ बिन्स फ्रम बल टु ट्री इक्वल बल्स भन्ने टपिकमा प्र्याक्टिकल गर्न जाँदैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ एउटा ट्री छ, चारवटा बल छ। एउटामा चाहिँ हाम्रो बिन्स छ, पुरै भरिएको बिन्स छ भने तिनवटा चाहिँ इक्वल अनि खाली बलहरू छ। अब हामीले चाहिँ बेबीहरूलाई यो तिनवटा इक्वल बलमा चाहिँ बिन्स खनाउन सिकाउनु पर्ने हुन्छ। यो तिनवटा इक्वल बल चाहिँ हेर्नु त मैले एल सेपमा राखेको छु, किनभने फर्स्ट बल, सेकेन्ड बल, थर्ड बल हामीले चाहिँ फर्स्ट सेकेन्ड थर्ड गरेर तिनवटा बल चाहिँ भर्न सिकाउनु पर्ने हुन्छ। त्यही भएर हामीले चाहिँ एल सेपमा राख्यौँ। यदि हामीले यसरी ऱ्यान्डमली राख्यौँ भने बेबीहरूले कुन बल फर्स्टमा भर्ने भनेर कन्फ्युज हुन्छ। त्यही भएर चाहिँ हामीले यसलाई चाहिँ यो खाली भएको एम्टी बललाई चाहिँ सधैँ एल सेपमा राख्छौँ, जसले गर्दाखेरि चाहिँ बेबीहरूले सजिलैसँगले फर्स्ट सेकेन्ड थर्ड बल चिन्नुहुन्छ र बिन्सहरू चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ हाम्रो इक्वल बल भयो भने हजुरले चाहिँ यो बिन्स चाहिँ हामीले सकेसम्म चाहिँ इक्वल अमाउन्ट नै राख्ने कोसिस गर्छौँ। नभए हाम्रो बेबीहरूको अब स्पुनमा कुनै बेलामा धेरै अमाउन्ट आउँछ भने कुनै बेला थोरै अमाउन्ट आउन सक्छ है। त्यसमा चाहिँ केही फरक पर्दैन। बेबीहरूले चाहिँ यसबाट चाहिँ स्पुन होल्ड गर्न सिक्नुहुन्छ। अनि यो बिन्स भनेको के हो भनेर जान्न सक्नुहुन्छ भने कस्तोलाई चाहिँ इक्वल अनि कस्तोलाई चाहिँ हामीले अनइक्वल भनेर पनि बेबीहरूले यसैबाट पनि मजाले बुझ्न सक्नुहुन्छ। अब फर्स्टमा चाहिँ यो स्पुनको बारेमा डिस्क्राइब गरिदिन्छु म चाहिँ। यो दिस इज अ spoon. It is pink in color, made by plastic. We hold the spoon 3 fingers by right hand. हामीले चाहिँ पेन्सिल समाएको जस्तै गरेर स्पुन समाउँछौँ, जसले गर्दाखेरि पछि बेबीहरूलाई चाहिँ पेन्सिल समाउन पनि सजिलो हुन्छ। अब यति भएपछि हामीले बिन्सको पनि डिस्क्राइब गर्नुपर्ने हुन्छ, जुन हामीले अघिल्लो टपिकमा पनि गरिसकेको छौँ। र यो चाहिँ हाम्रो बिन्स राजमा हो। यसलाई हामीले चाहिँ किडनी बिन्स भन्छौँ, किनभने यसको सेप भनेको चाहिँ हाम्रो किडनी सेपको हुन्छ। त्यसले गर्दाखेरि हामीले यसलाई किडनी बिन्स भन्छौँ। यसको कलर पनि हामीले बेबीहरूलाई देखाइदिनु पर्ने हुन्छ। जस्तै यो ब्राउन कलरको छ। यो चाहिँ के हो त? तरकारी, भेजिटेबल हो। यसबाट हामीले प्रोटिनहरू पाउँछौँ। हरेक कुरा चाहिँ हामीले बेबीहरूलाई डिस्क्राइब गर्नुपर्ने हुन्छ है। यसलाई पनि हामीले जहाँबाट झिक्यौँ त्यहीँ नै राख्नुपर्ने हुन्छ भने यो तिनवटा बलमा चाहिँ अब हामीले चाहिँ बिन्स ट्रान्सफर गर्न सिकाउँछौँ। सो फर्स्ट वी होल्ड दिस स्पुन 3 फिङ्गर्स बाई राइट ह्यान्ड, देन वी फिल द राइट फर्स्ट बल। अब चाहिँ हामीले बिन्स चाहिँ राइट फर्स्ट बलमा राख्छौँ, होइन त फर्स्ट सेकेन्ड थर्ड है। अब फर्स्टमा पहिला राख्न सिकाउँछौँ। वी पुट द बिन्स फ्रम लेफ्ट बल टु राइट फर्स्ट बल with help of spoon. हाम्रो चाहिँ यो भरि आइरहेको छ स्पुनमा, किनभने यो बिन्स धेरै छ। त्यही भएर अब सेकेन्ड थर्डसम्म पुग्दाखेरि चाहिँ स्पुनमा चाहिँ थोरै अमाउन्टहरू आउने गर्ने हुन्छ। Now again we fill the right second ball with beans. Put it slowly, otherwise we spill these beans. Now I'm going to fill the right third ball with help of a spoon. Now transfer the beans slowly from left ball to right second ball with help of a spoon. अब थर्डसम्म पुग्दाखेरि हेर्नु त हाम्रो स्पुनमा चाहिँ थोरै थोरै अमाउन्ट पाउन थालिसकेको छ। लास्टसम्म पुग्दाखेरि त हाम्रो स्पुनमा चाहिँ एउटा दुईटा मात्रै आएको हुन्छ है। Okay, now we put the spoon right side of the tree. जहाँबाट झिक्यौँ हामीले त्यही नै राखेछौँ। So we have completed our first process, which is transferring beans from left ball to right 3 balls. So again we put the beans from right ball to left ball. Now try it, ma'am. Okay. So first of all, guess this spoon. Okay, by using my 3 finger, and I'm going to transfer it. First we start top, left and right. So I'm going to start it. So I'm going to transfer it slowly and carefully. Sorry, slowly and carefully or clearly. गरेर देखाउनुहुन्छ। पिछेमा बेबीहरू सानो हुनुहुन्छ र यो प्रोसेस गर्दा चाहिँ यो पियानीको स्पुनिङ एक्सर्साइज गराउँदा बेबीहरूलाई रमाइलो पनि लाग्छ।
र धेरै टाइमसम्म पनि लङ टाइम लिएर पनि गर्नुहुन्छ. Okay, after this I'm going to use it this left ball. Transfer it. यसरी ट्रान्सफर गर्ने हैन बिस्तारै. सो अलिकति फास्ट भएको हाम्रो देख्नु भएको छ भने पनि बेबीहरुको अगाडि चाहिँ हजुरले के गर्न सक्नुहुन्छ स्लोली गर्नुहुन्छ है. सो जसरी हामीले सिकायो त्यसरी नै बेबीले सिक्नुहुन्छ. यसरी स्लोली लिएर गएपछि के भयो त एउटा पनि बिन्स के भयो त स्पिल भयो त भएन है. सो बेबी कतिको सिक्नु भएको छ भन्ने कुरा चाहिँ हामीले कतिको स्पिल गर्नुभयो त त्यहाँबाट थाहा पाउँछौँ. So यो थर्ड बाउलको चाहिँ मैले सबै निकाल्न थालेँ. Okay, and I'm going to keep it like this. र हामीले चाहिँ स्पुनको हेल्पबाट चाहिँ तिनटै बल एम्टी गऱ्यौँ हेर्नु त. यसमा भएको सबै बिन्सहरू चाहिँ जुनमा छ हामीले त्यही नै जहाँबाट झिक्यौँ त्यही नै राख्न सिकायौँ. यसरी चाहिँ हामीले तिनवटा बल राखेर बिन्सहरू ट्रान्सफर गर्न सिकाउँछौँ. अब यसैमा पनि मैले चाहिँ फर्स्ट सेकेन्ड थर्ड बल भने म्यामले चाहिँ टप बल लेफ्ट बल राइट बल हजुरले दुइटैमा कुनै पनि भन्न सक्नुहुन्छ. फेरि हजुर कन्फ्युज नहुनु. एकजना म्यामले लेफ्ट टु राइट भन्नुभयो, एकजना म्यामले फर्स्ट सेकेन्ड थर्ड भन्नुभयो भने कन्फ्युज हुनु पर्दैन. हजुरहरूले चाहिँ बेबीले कुन वेमा सिकाउँदा उहाँले छिटो सिक्नुहुन्छ. जस्तै टप लेफ्ट टु राइट पनि भन्न सक्नुभयो. त्योबाट उहाँले टप कन्सेप्ट थाहा पाउनुभयो भने लेफ्ट टु राइट कुन बल हो भनेर चिन्न सक्नुभयो भने अर्को कन्सेप्ट भनेको चाहिँ फर्स्ट बल सेकेन्ड बल थर्ड बल. यसबाट चाहिँ फर्स्ट सेकेन्ड थर्ड कसरी भर्ने के गर्ने कुनलाई फर्स्ट कुनलाई सेकेन्ड भन्ने भनेर पनि उहाँले जान्न सक्नुहुन्छ. त्यही भएर दुइटै बेसबाट हजुरहरूले मजाले गराउन सक्नुहुन्छ यो एक्सर्साइज. थ्याङ्क यू.